कति दिन बाद मिल्ने नियम साथीहरु यहाँनिर भक्तिको चाहिँ हैन लास्टै हँसाउँछ के रक्सी हालेर खान लागिरहेको छ धेरै दिनपछि काका आइपुग्यो ए नमस्ते काका आशीर्वाद के गरेको तिमी यहाँ बोतल चाहिँ दुकान छ के फेरि अच्छा रङ खाने सक्यो भतिजी त हैन काका यो उयो माथि दादाले मगाएको कि दादाले खान्छ अरे हो हैन भतिजी त रङै खान्छ जस्तो लाग्यो हैन काका मैले खाएको छैन यतातिर कपहरु यतातिर लुगा होला भतिजीले निका छैन काका म त थाहा छ तपाईलाई भतिजी किन लगाएको हो काकासँग किन लगाएको भतिजी हैन गर्दैन काका यहाँ गोजीमै बोकेर हिँड्ने बानी काकासँग किन लगाएको काका भतिजाको सँगै किन अन्त होइन सँग लगाइदिए के गर्नु है भतिज गर्नु काका किन लगाउनु अप्ठ्यारो मान्नै पर्दैन भतिज पर्दैन है मान्नु पर्दैन आखिरमा खाने त हो खाने कुरै हो र पकाइदिउँ है के हो र पकाइदिउँ है त्यसै गर्नुपर्छ हो भतिज ल काका ल भतिज राम पनि सक्यो भत्ती गर भत्ती मलाई तिम्रो बानी गरेर मन परेन भत्ती किन काका काकाको छेउमा खान्छ लास गरम छैन भत्ती तिमीलाई त्यस्तो भत्ती चाहिँ कसकै पनि नहोस् हौ यस्तो भत्ती कसैको पनि नहोस् पहिला खाए है अरे माको काकाको छेउमा है माको कोकोलाई मन पर्यो हैन लाइक कमेन्ट शेयर पनि गर्नु है सब्स्क्राइब पनि गर्नु काकाको ज्वरो पायो खाएपछि आउँछ नि ज्वरो पैसा त तिरेर जाऊ है भत्ती खानु हुँदैन थाहा छैन खानु हुँदैन भनेर जाऊ के यो भतिले त काका छेउमा खाँदैछ